नेपालको इतिहासमै सबैभन्दा चर्चित बजेट मध्ये एक सार्वजनिक भएको छ। आगामी आर्थिक वर्षका लागि कुल खर्च रु 2124 अर्ब 34 करोड विनियोजन गरेको छु। कर छुट, तलब वृद्धि, एआईमा लगानी, डिजिटल भुक्तानीमा छुट, निजी क्षेत्रलाई विशेष प्राथमिकता। तर प्रश्न छ, के यो बजेटले साँच्चै नेपालीको जीवन बदल्छ कि फेरि अर्को वर्ष पनि उही सपना र उही निराशा दोहोरिनेछ? आर्थिक वर्ष 2083-84 को लागि सरकारले 21 खर्ब भन्दा बढीको बजेट ल्याएको छ। सरकारको लक्ष्य छ 7% आर्थिक वृद्धि, तर अहिलेको अवस्था हेर्दा त्यो लक्ष्य सजिलो बन्ने छैन। यसपटकको बजेटमा सबैभन्दा धेरै चर्चा भएको विषय हो कर। सरकारले वार्षिक 10 लाख रुपियाँसम्मको आम्दानीमा कर छुटको सीमा बढाएको छ। यसको अर्थ लाखौं जागिरे र मध्यम वर्गका नागरिकलाई केही राहत मिल्नेछ। धेरै वर्षपछि सरकारले मध्यम वर्गलाई प्रत्यक्ष सन्देश दिन खोजेको देखिन्छ। करको बोझ घटाउन आयकरको छुटको सीमा दोब्बर गरी व्यक्तिका लागि 10 लाख रुपियाँ पुर्याएको छु। तर यतिमै कुरा सकिँदैन। सरकारले कर्मचारी, शिक्षक, सेना र प्रहरीको तलब पनि 21% बढाएको छ। सुन्नमा राम्रो लाग्छ, तर प्रश्न उही छ, राज्यको आम्दानी त्यति नै गतिमा बढिरहेको छ त? यदि आम्दानी बढेन भने आजको तलब वृद्धि भोलिको ऋण बन्न सक्छ। कर्मचारीले हाल प्राप्त गरिरहेको महँगी भत्तालाई निरन्तरता दिँदै सुरु स्केलमा 10% तलब वृद्धि गरेको छु। कार्य सम्पादनमा आधारित पारिश्रमिक प्रणालीको सुरुवात गर्न नयाँ तलब मानको 10% मासिक प्रोत्साहन भत्ताको व्यवस्था गरेको छु। यसबाट हाल खाइपाई आएको पारिश्रमिकमा करिब 21% खुद वृद्धि भई ग्रेड सहित न्यूनतम पारिश्रमिक करिब रु 40,000 देखि रु 1 लाख माथि कायम हुनेछ। नयाँ तलब स्केल सम्बत 2083 साउन 1 गतेदेखि लागू हुनेछ। अब आउँछ यो बजेटको सबैभन्दा रोचक पक्ष। यसपटक सरकारको ध्यान सडक र भवनमा त छँदैछ, त्योभन्दा पनि बढी प्रविधिमा जोड दिएको छ। काठमाडौँमा एआई कम्प्युट सेन्टर बनाउने घोषणा गरिएको छ। स्टार्टअपमा लगानी बढाउने भनिएको छ। डिजिटल कारोबारलाई प्रोत्साहन गर्न डिजिटल भुक्तानी गर्नेहरूलाई भ्याटमा छुट दिने घोषणा गरिएको छ। यसले एउटा सङ्केत दिन्छ, सरकार अब पुरानो शैलीको अर्थतन्त्रबाट डिजिटल अर्थतन्त्रतर्फ जान चाहन्छ। यही कारणले धेरै विश्लेषकले यो बजेटलाई बालेन सरकारको सोचसँग जोडेर हेर्न थालेका छन्। किनभने निजी क्षेत्रलाई खुला वातावरण दिने, सरकारी संरचना घटाउने, प्रविधिमा लगानी बढाउने र प्रशासनिक खर्च कटौती गर्ने नीति यस बजेटमा स्पष्ट देखिन्छ। सरकारले 31वटा सरकारी संरचना खारेज गर्ने र केही निकाय गाभ्ने घोषणा गरेको छ। यदि यो कार्यान्वयन भयो भने राज्यको खर्च घट्न सक्छ। तर नेपालमा समस्या घोषणा होइन, समस्या कार्यान्वयन हो। अब कृषिको कुरा गरौँ। सरकारले उत्पादन बढाउने, किसानलाई अनुदान दिने र कृषि व्यवसायलाई प्रोत्साहन गर्ने बताएको छ। तर गाउँका किसानको एउटा प्रश्न अझै उही छ, उत्पादन भएपछि बजार कहाँ छ? किनभने किसानलाई समस्या उत्पादनको भन्दा बिक्रीको बढी छ। ऊर्जा क्षेत्रमा पनि ठूलो घोषणा भएका छन्। बुढी गण्डकी परियोजना अगाडि बढाइने भनिएको छ। पूर्वाधार निर्माणलाई निरन्तरता दिने भनिएको छ। निजगढ विमानस्थलको लगानी मोडालिटी टुङ्ग्याउने भनिएको छ। तर यी मध्ये धेरै परियोजना वर्षौंदेखि बजेट भाषणमा दोहोरिँदै आएका छन्। यसपटक फरक के हुन्छ त्यो हेर्न बाँकी छ। अब सबैभन्दा महत्त्वपूर्ण कुरा, यो बजेट कार्यान्वयन गर्न सरकारले ठूलो मात्रामा ऋण लिनुपर्ने अवस्था छ। अर्थात् बजेटले अवसर पनि बोकेको छ र जोखिम पनि। यदि लगानी आयो भने अर्थतन्त्र चलायमान हुन सक्छ। यदि कार्यान्वयन कमजोर भयो भने ऋणको भार अझै बढ्न सक्छ। त्यसैले यो बजेटलाई एक वाक्यमा बुझ्ने हो भने यो बजेट खर्चभन्दा बढी अपेक्षाको बजेट देखिन्छ। यसले युवालाई सपना दिएको छ, निजी क्षेत्रलाई आशा दिएको छ, मध्यम वर्गलाई केही राहत दिएको छ। तर अन्तिम निर्णय बजेटको पुस्तकले होइन, कार्यान्वयनले गर्नेछ। किनकि नेपालमा बजेट सफल हुन्छ कि हुँदैन भन्ने कुरा संसदमा पढिएको भाषणले होइन, 1 वर्षपछि जनताको जीवनले बताउँछ। हजुरहरूलाई यो बजेटको सबैभन्दा महत्त्वपूर्ण पक्ष र सबैभन्दा राम्रो पक्ष कुन लाग्यो? आफ्नो राय विचार कमेन्ट गर्नुहोला।